सर्वेमा होटेल रेस्टुरेन्टमा कामहरू के कस्तो हुन्छ भनेर धेरैजनाले सोध्नु भएको थियो होइन। अनि यहाँनिर होटेल रेस्टुरेन्टमा कुन काम धेरै चल्छ होइन, स्यालेरी के कति छ। अहिले चाहिँ तपाईँको कम्प्लिट 8 महिना भइसक्यो है। हजुर हजुर। अनि तपाईँको टिआरसी पनि आइसक्यो? लगभग मैले 4 महिना क्रस हुने बित्तिकै टिआरसी ल्याएको थिएँ। यो सर्बियामा भिसा एप्लाई गर्दा होइन तपाईँले प्रोसेसिङ गर्दा चाहिँ डकुमेन्ट के डकुमेन्टहरू प्रोभाइड गर्नुभयो? यस्तो हो, अब युरोपको लागि मेन युरोप भनेर एक्सपिरियन्स बोकेर आयो भने धेरै राम्रो हुन्छ। आफूसँग जुन खालको एक्सपिरियन्स छ त्यही अनुसारको काम पाइन्छ। यदि एक्सपिरियन्स नबोकिकन यो चाहिँ खास लागत कति लागेको थियो नेपालबाट यहाँ सर्बिया आउनको लागि? अब यहाँ यस्तो हुन्छ, सबैले एउटै लागत एउटै, अब नेपालको मेन पावरले अब त्यही अनुसार कसले कति लिन्छन् भन्ने कुरामा भर पर्छ। हजुर हजुर। जस्तो यो अहिले प्रोसेसिङ गर्दा धेरैजनाको एकदम लङ प्रोसेसिङ भएको छ होइन। 4 महिना 5 महिना 6 महिना यो धेरै अहिले लङ प्रोसेसिङ भएको छ। तपाईँको चाहिँ कति महिनामा यो प्रोसेस कम्प्लिट भएको थियो? धेरै जसो कम्पनीले खाना र बस्नको लागि राम्रै सेवा सुविधा दिइरहेको छ। मेरो हकको तुलनामा भन्नुपर्दा चाहिँ खाना बस्न एकदमै राम्रो छ भन्छु। सबैजना राम्रोसँग अलिकति बुझेर आउनु होला। युरोप भनेर चाहिँ नेपाली मेन पावरहरूको दलेहरूको भरमा परेर केही नबुझी। नमस्ते सबैजनालाई, वेलकम छ मेरो युट्युब च्यानलमा। अनि आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र आज पनि म नयाँ भ्लगको साथ आइरहेको छु। र आज भने हाम्रो भिडियो के छ भने तपाईँ सबैले सोधेको यो क्वेसन हो होइन, सर्बियामा होटेल रेस्टुरेन्टमा कामहरू के कस्तो हुन्छ भनेर धेरैजनाले सोध्नु भएको थियो होइन। अनि यहाँनिर होटेल रेस्टुरेन्टमा कुन काम धेरै चल्छ होइन, स्यालेरी के कति छ, अनि नेपालबाट चाहिँ कति होइन लगानी हालेर आउनुभयो, कति महिनामा चाहिँ काम भयो होइन, त्यो धेरैजनाले सोध्नु भएको छ। सो मैले आज यो भिडियो बनाउँदैछु। र आज भने मेरो युट्युब च्यानल भिडियोमा मेरो एकजना नयाँ गेस्ट हुनुहुन्छ, मसँग आज नयाँ मान्छे हुनुहुन्छ। उहाँलाई चाहिँ म स्वागत गर्न चाहन्छु। म तपाईँलाई हेलो नमस्ते सबैजनालाई। म चाहिँ रामचन्द्र बजगाई हो मेरो नाम। घर काभ्रे पलाञ्चोक जिल्ला पर्छ। र म हाल सर्बिया आएको चाहिँ लगभग 8-9 महिना बिताएको छु। म हाल चाहिँ खास यो होटल लाइनको क्षेत्रमा काम गरिरहेको छु। र त्यसमा चाहिँ केही यो युट्युब साथीको युट्युब च्यानल मार्फत केही कुरा चाहिँ प्रस्ट्याउन गइरहेको छु। ओके। अनि तपाईँ चाहिँ खास यहाँ आएको कति महिना भयो? लगभग मेरो 8 महिना बितेर 9 महिना चलिरहेको छ। अहिले चाहिँ तपाईँको कम्प्लिट 8 महिना भइसक्यो है। हजुर हजुर। अनि तपाईँको टिआरसी पनि आइसक्यो? लगभग मैले 4 महिना क्रस हुने बित्तिकै टिआरसी ल्याएको थिएँ। टिआरसी तपाईँको 4 महिनाभित्रमै बन्यो है? हजुर हजुर। अनि धेरैजनाले यो टिआरसी चाहिँ कति महिनामा बन्छ भनेर सोध्नु भएको थियो होइन। टिआरसी चाहिँ यहाँ कम्पनीमा डिपेन्ड गर्छ होइन। कुनै कम्पनीले अब जस्तो तपाईँहरूको 1-2 महिना हुने बित्तिकै एप्लाई गरेर हुन्छ होइन। अनि त्यसपछि तपाईँहरूको फिङ्गर प्रिन्ट फोटोहरू लिएर हुन्छ होइन। त्यसपछि टिआरसी अफिसमा गएर आफूले चाहिँ फिङ्गर प्रिन्ट गरिसकेपछि 1 हप्तापछि टिआरसी आइहाल्छ होइन। र अर्को कुरा भनेको अब तपाईँहरूको आफ्टर 6 मन्थ पछि पनि गर्छ कुनै कम्पनीले। त्योभन्दा पहिले पनि 1-2 महिना 2-3 महिना 4 महिना पछि पनि गरेर हुन्छ एप्लाई होइन। सो कम्पनीमा डिपेन्ड गर्छ होइन। तर धेरै राम्रो कम्पनी छ भने चाहिँ तपाईँहरूको उहाँको चाहिँ होइन एकदम छिटो बनाउँछ है। अनि तपाईँले चाहिँ उहाँबाट रेस्टुरेन्ट लाइनमै भनेर एप्लाई गर्नुभएको हो? हजुर हजुर। म चाहिँ मेन रेस्टुरेन्ट लाइनमै भनेर एप्लाई गरेको। जुन भनाइअनुसार नै मैले यहाँ कामहरू अब सेवा सुविधा त्यही अनुसार राम्रै पाएको छु भनौँ न। तपाईँको अहिले यहाँनिर चाहिँ तपाईँ खास कुकमा हो कि आएको? तपाईँ अरू पिज्जा मास्टर जस्तो तपाईँको त धेरै आइटमहरू हुन्छ त्यहाँनिर होइन, रेस्टुरेन्ट होइन। तपाईँको चाहिँ खास काम चाहिँ त्यहाँ के हुन्छ? मेरो यस्तो हुन्छ, हाम्रो चाहिँ पिज्जा सेक्टर पनि छ। अब मेन अरू खानाहरू पनि बन्छ, धेरै थरीका खानाहरू बन्छ। हजुर हजुर। त्यो होलसेल रूपमा सबै खानाहरू अब पिज्जा पनि हेर्नुपर्छ, सबै हेर्नुपर्ने हुन्छ।
जस्तो अब यहाँ युरोपमा चाहिँ के हुन्छ भने त चाहिँ यो लेभलमा काम गर्न आएको मेन अब युरोप भनेर एक्सपिरियन्स बोकेर आयो भने धेरै राम्रो हुन्छ। आफूसँग जुन खालको एक्सपिरियन्स छ त्यही अनुसारको काम पाइन्छ। यदि एक्सपिरियन्स नबोकिकन यहाँ आएर चाहिँ अर्को राम्रो काम गर्छु भनेर चाहिँ पाइँदैन। अब त्यही अनुसारको सेवा सुविधा पनि हुन्छ। आफ्नो क्षमता कति छ भन्ने कुरो युरोपमा भर पर्छ। मैले बुझे अनुसार त्यही जस्तो लाग्छ। उहाँले भनेको कुरा चाहिँ एकदम यो चाहिँ एकदम पोइन्ट कुरा गर्नु भएको तपाईँले होइन। किनभने कुनै पनि तपाईँ युरोप कन्ट्रीमा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँसँग स्किल छ भने त्यहाँनिर धेरै राम्रो हुन्छ होइन। स्किल छैन भने अलिकति स्यालेरी पनि अब कम हुन्छ होइन। अनि काम पनि त्यही अनुसारको हुन्छ। स्किल छ भने चाहिँ तपाईँहरूलाई एकदम मान्यता नै हुन्छ होइन। अनि अलिकति रेस्पेक्ट पनि हुन्छ क्या होइन। यहाँनिर काम गर्नुको लागि तपाईँहरूले कुनै पनि गाह्रो हुँदैन। स्किल छ भने तपाईँहरूलाई एकदम सजिलो छ कि। अनि तपाईँको चाहिँ खास लागत कति लागेको थियो नेपालबाट यहाँ सर्भे आउनको लागि? अब यहाँ यस्तो हुन्छ, सबैले एउटै लागत एउटै अब नेपालको मेन पावरले अब त्यही अनुसार कसले कति लिन्छन् भन्ने कुरामा भर पर्छ। हजुर हजुर। अब मैले भन्नुपर्दा नढाँटिकन भन्नुपर्दा 6.5 लाख रुपियाँ तिरेर आएको, कोही अब युरोप भनेर 8-9 लाख रुपियाँ तिर्नेहरू पनि छन्। हजुर हजुर। अब कोही 3-4 लाख 4-5 लाखमा आउने पनि छन्। अब मेन भनेको यहाँ चाहिँ आउँदाखेरि स्किल बोकेर आउनु हो भने कमाइ पनि राम्रै हुन्छ भन्छु म चाहिँ। त्यही हो, स्किल बोकेर आउनु पऱ्यो। अब स्किल आफूसँग छ भने चाहिँ त्यो धेरै राम्रो हो। अनि अर्को कुरा चाहिँ तपाईँको सर्बियामा भिसा एप्लाई गर्दा होइन तपाईँले प्रोसेसिङ गर्दा चाहिँ डकुमेन्ट के डकुमेन्टहरू प्रोभाइड गर्नुभयो? यस्तो हो, अब युरोपको लागि मेन भनेको तपाईँको हाम्रो यो एजुकेसन सर्टिफिकेटको कुरा मेन आउँछ। अनि एक्सपिरियन्स लेटर भयो, सिभीहरू भयो, अनि तपाईँको पिसिसी भन्छ यो पुलिस रिपोर्टहरू, त्यति नै हो। जस्तो तपाईँले यो एजुकेसन डकुमेन्ट भन्नुभयो, यो चाहिँ कति क्लाससम्मको डकुमेन्ट हुँदा चाहिँ राम्रो होला? अब यो +2 भन्दा माथि भयो भने राम्रो। +2 सम्मकोलाई एकदम राम्रो भन्छ भनौँ न। प्लस पोइन्ट चाहिँ +2 एसएलसी भन्दा माथि भयो भने चाहिँ राम्रो हो। +2 गरेकोलाई अझै राम्रो हुन्छ। अब ब्याचलर गऱ्यो भने झनै राम्रो भयो। मैले योभन्दा पहिला पनि यो डकुमेन्टको बारेमा मैले कुरा गरिरहेको थिएँ, भिडियोहरू बनाइरहेको थिएँ। अनि कतिपयले भन्नुभएको थियो यो वाइवेट हो, अनि यसमा चाहिँ यो खास डकुमेन्टहरू चाहिँदैन, यो एसएलसीको डकुमेन्टहरू, यो एजुकेसन डकुमेन्ट चाहिँदैन भनेर कतिपयले मलाई भन्नुभएको थियो होइन। तर यो चाहिँ तपाईँको भए नै हुन्छ नभए नै हुन्छ, तर अहिले चाहिँ खोज्छ है, प्रायः जस्तो खोज्छ डकुमेन्ट, एजुकेसन डकुमेन्ट, एसएलसी भन्दा माथिको डकुमेन्टहरू खोज्छ। तर यो एजुकेसन डकुमेन्ट भयो भने चाहिँ एकदम सपोर्ट हुन्छ होइन। तपाईँहरूलाई चाहिँ भिसा लाग्ने चान्स पनि बढी हुन्छ, किनभने यो भनेको एकदम सपोर्टिङ डकुमेन्ट हो। अनि अर्को कुरा तपाईँको लगानीको कुरा पनि भयो होइन। अब तपाईँको जस्तो यो अहिले प्रोसेसिङ गर्दा धेरैजनाको एकदम लङ प्रोसेसिङ भएको छ होइन। 4 महिना 5 महिना 6 महिना यो धेरै अहिले लङ प्रोसेसिङ भएको छ। तपाईँको चाहिँ कति महिनामा यो प्रोसेस कम्प्लिट भएको थियो? भिसा कति महिनापछि चाहिँ तपाईँको सबै कामहरू कति महिना भइसकेपछि तपाईँको काम भयो? यस्तो हो, मेरो हकको कुरा गर्नुपर्दा चाहिँ मेरो एकदमै छिटो भएको हो। लगभग 2 महिनामा म यहीँ आइसकेको थिएँ। अब मेरै हकको कुरा गरेर अहिले चाहिँ को परिस्थितिमा चाहिँ अलिकति टाइम लाग्ने देखिएको छ होइन। सबैको एउटै हुँदैन। अब 7-8 महिना 1 वर्ष अगाडिको सेम र अहिलेको सेम छैन, अलिकति समय पनि छ। अनि त्यही अनुसार अब यो सर्बिया आएर चाहिँ खास यहाँ धेरै मान्छेहरू नटिक्नेको कारणले गर्दाखेरि पनि अहिले चाहिँ अलिकति टाइम लागिरहेको छ। 3-4 महिनासम्म, 4 महिना 5 महिनासम्म पनि लागिरहेको छ। पहिला चाहिँ अलिकति धेरै छिटो नै भिजा लाग्थ्यो। हजुरको चाहिँ कति? मेरो चाहिँ खास 2 महिनामा म यहीँ आइसकेको थिएँ। 2 महिनामा कम्प्लिट पुरा भिसा लागेर आउनुभयो तपाईँको? एकदम धेरै मेरो अब मेन पावरले त्यति बेला अर्जेन्ट डिमान्ड भनेर अर्जेन्ट उसमा पनि हालेको थियो। त्यो भएको हुनाले अलिकति धेरै छिटो भएको 2 महिनामा। अहिलेको तुलनामा होइन पहिले जो भिसा लागेर आउनु भएको छ, अनि मानौ उहाँ पनि धेरै चाँडो, उहाँको पनि धेरै छिटो भएको प्रोसेसिङ होइन। अनि
अहिले चाहिँ अलि लेट भएको छ होइन। अहिले 6 महिना 7 महिना भिसामा 7 महिनामा 6 महिनामा भिसा लागिरहेको छ। अनि पहिले चाहिँ तपाईँहरूको प्रायः सो एप्लाई गर्नेहरूको चाहिँ 2 महिना चाहिँ प्रायः सो त्यतिको लाग्ने थिएन, धेरै कमको लाग्थ्यो होइन। तर उहाँ चाहिँ एकदम लक्की मान्छे, उहाँको चाहिँ 2 महिनामा लाग्यो। तर उहाँ चाहिँ एकदम लक्की मान्छे हो। अनि धेरै जसोको 3 महिना 4 महिनामा भिसा लागेर आउँथ्यो, तर उहाँ चाहिँ एकदम छिटो आउनु भएको हो होइन। र अर्को कुरा चाहिँ म के सोध्न चाहन्छु भने उहाँलाई, अनि तपाईँको यहाँ सर्बियामा कस्तो लाग्यो तपाईँको रुमहरू अनि खानाहरू तपाईँहरूलाई यो कम्पनीले कतिको प्रोभाइड गरिरहेछ, कतिको फेसिलिटीहरू छ भन्न सक्नुहुन्छ यो? एकदमै राम्रो छ यो सर्बियामा। तपाईँको अकोमोडेसन भन्नुपर्दा एकदमै राम्रो छ। अब मेन कुरा कम्पनी कस्तो छ भन्ने कुरा नि भर पर्छ। अब कम्पनीले धेरै जसो कम्पनीले खाना र बस्नको लागि राम्रै सेवा सुविधा दिइरहेको छ। मेरो हकको तुलनामा भन्नुपर्दा चाहिँ खाना बस्न एकदमै राम्रो छ। अब कुनै कम्पनीहरूले चाहिँ बस्न मात्र दिएर खाना नदिन पनि सक्छ, तर म्याक्सिमम सर्बियाको कम्पनीहरूले खाना बस्न दिएकै हुन्छ, राम्रै हुन्छ। कुनै कम्पनीहरूले अब यहाँ त अब प्रायः जस्तो खाना भनेको हामीसँग त्यति म्याच हुँदैन होइन। खाना भनेको अब यहाँनिर त्यही हो ब्रेड आइटमहरू, पिज्जा आइटमहरू, बर्गर आइटमहरू हुन्छ। र त्यो बाहेक अरू कम्पनीले पनि एक्स्ट्रा होइन स्टाफहरूलाई चाहिँ अब त्यही अनुसारको प्रोभाइड गर्छ होइन, सामानहरू त्यही अनुसारको प्रोभाइड गर्छ। तर उहाँको चाहिँ धेरै राम्रो छ है। उहाँको कस्तो छ भने कम्पनीले सबै चाहिने सामानहरू होइन, अब चामलदेखि लिएर मसलादेखि लिएर होइन, अब मासुहरू सबै खाने चिजहरू होइन सबै प्रोभाइड गरिरहेको हुन्छ। अनि उहाँहरूले चाहिँ आफै पनि बनाएर खानुहुन्छ होइन। तर त्यो चाहिँ एकदम बेस्ट वे हो होइन। नत्र भने अब यहाँको खानु पर्यो भने चाहिँ त्यति हामीलाई स्विट गर्दैन कि होइन। अनि उहाँहरूको लागि बस्नको लागि पनि रुमहरू एकदम राम्रो दिइरहेको छ होइन। जस्तो 5 स्टार होटलमा जस्तो रुमहरू सबै यताउति सबै त्यो राम्रो लाग्छ मलाई, उहाँको एकदम राम्रो छ, त्यो भन्न चाहन्छु। अनि नेक्स्ट अब भने हामी भिडियोको अन्तिममा छौँ होइन। अनि उहाँलाई चाहिँ अब म के भन्न चाहन्छु भने तपाईँले जस्तो नेपालबाट आउने सर्बियामा आउने जति पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूको लागि के सुझाव सल्लाह दिन चाहनुहुन्छ तपाईँले? अब यस्तो भन्छु, सबैजना राम्रोसँग अलिकति बुझेर आउनु होला। युरोप भनेर चाहिँ नेपाली मेन पावरहरूको दलेहरूको भरमा परेर केही नबुझिकन नदौडिनु होला। आफ्नो स्किल क्षमता अनुसारको काममा मात्रै आउनु होला है युरोप। अब मेन पावरहरूले जुनसुकै काममा पनि त हुन्छस्, फिट हुन्छस्, जा भन्छ, त्यो त्यसरी नदौडिनु होला। आफ्नो एक्सपिरियन्स के छ, स्किल के छ, त्यो अनुसारको मात्रै एप्लाई गरिसकेपछि पनि मेन पावरलाई पहिल्यै पैसा नदिएर जब आफ्नो आफ्टर भिजा मात्रै पैसा बुझाएर अलिकति सोचेर बुझेर आफ्नो कम्पनी इन्टरनेटमा चेक गरेर बुझेर मात्र आउनु होला। युरोप भन्दैमा नदौडिनु होला। यहाँ पैसा धेरै लगानी डुबेका साथीहरू पनि छन्। भरे 8-9 लाख 10 लाख तिरेर सर्बिया आउनुहुन्छ। यहाँ कमाइ त्यस्तो हाई लेभलको कमाइ पनि हुँदैन, यहाँ मिडियम लेभलकै कमाइ हुन्छ। बेसिकको कुरा गर्नु पर्दाखेरि खासै राम्रो बेसिक सर्बिया अलिकति सेन्जेन कन्ट्री पनि होइन। त्यो हिसाबले भन्नुपर्दाखेरि अलिकति आफ्नो सबै बुझेर मात्र आउनुहोस् भन्छु म। अलिकति सबै इन्टरनेटमा चेक गर्नुहोस्। अहिले इन्टरनेटको जमाना, आधुनिक जमाना छ, चेक गरेर मात्र आउनुहोस्। हतारमा नदौडिनु होला, फसिन्छ। अलिकति राम्रो विचार गरेर आउनुहोस् भन्छु। थ्याङ्क यू सो मच हजुरलाई होइन। मेरो युट्युब च्यानल भिडियो मार्फत तपाईँले हाम्रो युट्युब फ्यामिलीलाई होइन जति पनि मेरो भ्युवर्स हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम राम्रो सुझाव सल्लाह दिनुभयो होइन। अनि धेरै कुराको एक्सप्लेन गर्नुभयो होइन। अनि उहाँहरूले चाहिँ धेरैजनाले सोध्नु भएको थियो होइन, यस्तो जुन यो सर्बियामा रेस्टुरेन्ट होटेल लाइनमा होइन के कस्तो हुन्छ, यसको लागि पनि थोरै कुराहरू को इन्फर्मेसन दिनु भनेर मलाई भन्नुभएको थियो। सो मैले उहाँलाई चाहिँ मैले यो युट्युब च्यानल भिडियोमा लिएर आएको थिएँ होइन। सो सबैजनाले यो भिडियोलाई हेरेर साथ सपोर्ट दिनु होला होइन। उहाँले भनेको कुराहरू एकदम राम्रो कुरा हो होइन। किनभने
धेरैजनाले बुझ्दै नबुझी होइन लगानी एकदम धेरै तिरेर आउनुहुन्छ 8 लाख 9 लाख 10 लाख होइन। तर यो कन्ट्रीमा त्यति धेरै लगानी दिएर आउनु भनेको त्यति उपयुक्त होइन। तपाईँहरूले सकेसम्म 5 लाख 6 लाखसम्म चाहिँ तपाईँहरूको एकदम राम्रो हुन्छ है। 6 लाखसम्म दियो भने चाहिँ तपाईँहरूले जुन आएको लगानी छ त्यो लगानी चाहिँ सजिलैसँग तपाईँहरूले कमाउन सक्नुहुन्छ होइन। चाँडै नै तपाईँले यदि ऋण काटेर आउनु भएको छ भने पनि सजिलै। ओके गाइज, अब भने हामी भिडियोको अन्तिममा छौँ र नेक्स्ट भिडियोमा चाहिँ म उहाँ कुन मेन पावरबाट आउनुभएको थियो होइन, अनि त्यो राम्रो मेन पावरको पनि म तपाईँहरूलाई चाहिँ एक्सप्लेन गरेर भन्नेछु होइन। अनि मैले नेक्स्ट भिडियोमा पनि यस्तै खालको भिडियोहरू लिएर आउनेछु होइन। अनि यस्तै खालको भिडियोहरू लिएर आउँदा तपाईँहरूले पनि मलाई धेरै साथ सपोर्ट दिइरहनु भएको छ होइन, माया देखाइरहनु भएको छ, दिइरहनु भएको छ होइन। अनि जति पनि मेरो भ्युवर्स हुनुहुन्छ अनि मलाई मेरो भिडियोमा चाहिँ मेरो युट्युब च्यानलमा आएर भिडियो हेर्नु भएको छ, उहाँहरूले कतिपयले सब्सक्राइब गर्नु भएको छैन होइन। प्लिज सब्सक्राइब नगरेकोले चाहिँ सब्सक्राइब गरेर साथ सपोर्ट दिनु होला होइन। अनि जति पनि मेरो सब्सक्राइबर हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने मेरो भिडियोलाई लाइक सेयर गरेर अरू जति पनि नेपालदेखि सर्बियामा आउँदै हुनुहुन्छ उहाँहरूको लागि पनि यो सेयर गरेर उहाँहरूलाई हेल्प गर्नु होला होइन। किनभने धेरैजनाहरू फस्नु भएको छ होइन, कतिपय पैसा पनि फसाएर त्यत्तिकै बस्नु भएको छ भने कतिपयजना यहाँ सर्बियामा आएर होइन अब एउटा काममा आएको मान्छे अर्को काममा पनि त्यसरी फसिरहेको छ होइन। सो तपाईँहरूले चाहिँ यो भिडियोहरू जति पनि मैले बनाइरहेको हुन्छु इन्फर्मेसन भिडियोहरू, यो भिडियोहरू हेर्नुभयो भने तपाईँहरूलाई धेरै हेल्प मिल्नेछ। सो अब भने चाहिँ हामी तपाईँहरूसँग फेरि नेक्स्ट भिडियोमा चाहिँ आउनेछौँ होइन। अहिलेलाई चाहिँ हामी बिदाई गर्न चाहन्छौँ। ओके, सी यू गाइज, सी यू, स्टे सेफ, स्टे हेल्दी, सी यू गाइज।